अहिले हामी उभिरहेको छौँ चेपेको किनारमा। यो चेपे मर्स्याङ्दी आएर त्रिवेणी भएको छ र यसमा नुहाई धुवाई गरे हामीले मन्दिर दर्शन गऱ्यौँ र देवीको मन्दिरको दर्शन पनि गऱ्यौँ र त्यसभन्दा पछि हामी लाग्यौँ पालुङटारतिर दौडिँदै। यो किन दौड्यौँ यसको पछि भन्ने नै छौँ। र यसपछि हामी लाग्यौँ राइनासकोटतर्फ। हामी पालुङटारबाट सुरु भई राइनासकोटतिरको यात्रा सुरु गर्दैछौँ। राइनासकोट द्रव्यशाहको एउटा ठाउँ हो। द्रव्यशाहले लिगलिगकोट जित्नुभन्दा अगाडि राइनासकोटमा बस्नुहुन्थ्यो। त्यो बाटो हामी जाँदैछौँ। यहाँ अलिकति कन्फ्युज भयो तल्लो बाटो जाने अथवा माथिल्लो बाटो जाने। हामी तल्लो अलि ठुलो बाटो यही बाटो लाग्यौँ र अब यहाँ पुल आउँदैछ। यो पुल भनेको चेपे खोला माथिको पुल हो। यो पुल कटेपछि हामी लमजुङ जिल्ला प्रवेश गर्छौँ र राइनासकोट नगरपालिका हामीले प्रवेश गर्छौँ र यहाँ हामीलाई राइनासकोट नगरपालिकाले स्वागत गर्दैछ भन्ने बोर्डले स्वागत गरिरहेको छ। हामी निरन्तर अगाडि बढ्दैछौँ राइनासकोट जाने लक्ष्य साथ। हुस्सु लागेको छ। यो हुस्सुको कारणले क्यामेरामा धब्बाहरू बसेछ, पानीका थोपाहरू बसेछ। यो पहिला याद भएन, अहिले पछि एडिटिङ गर्दा मात्रै याद भयो। त्यही भएर ब्लर पिक्चरहरू देखिँदैछ। हामी निरन्तर अगाडि बढिरहेका छौँ र केही अगाडि गइसकेपछि हामी यो धमिली कुवा भन्ने ठाउँमा पुग्छौँ। यहाँ अलिकति कन्फ्युजन भयो ताकि अर्को बाटो पालुङटारबाट आउँदाखेरि आउने बाटो जोडिने ठाउँमा हामी त्यहाँबाट अगाडि बढ्यौँ र निरन्तर हामी अगाडि बढ्दै जाँदाखेरि एउटा चोकमा पुगेपछि हामी अलि कन्फ्युजन भयौँ कता जाने र हामीले एउटा बाटो लियौँ तर त्यो बाटो अलिकति मिस्टेक भएछ। अलि अगाडि गइसकेपछि थाहा भयो र हामी फर्किनु पर्ने बाध्यतामा पर्यौँ। त्यहाँ सोध्दै जाँदाखेरि यो बाटो हो कि भनेर सोध्दै जाँदाखेरि मिस्टेक भएको रहेछ। हामीले गुगल म्याप हेरेर बाटोको रूपमा गएका थियौँ। जान त यो बाटो पनि पुगिने रहेछ तर अत्याधिक कच्ची र अफरोड रहेछ। हामी फर्क्यौँ। अलिवर आएपछि पनि फेरि हामी अलमलमा पर्यौँ। राइनासकोट यता होइन त? त्यतैबाट आइयो। भेटघाट चोक भन्ने छ, त्यो चोकबाट यता लाग्यो। दाहिने लाग्नु। हामी केही अगाडिको झन्डा राखेको चोकबाट भुलेका रहेछौँ। त्यो झन्डा राखेको चोक जुन बाटो हामी आयौँ उताबाट त्यो मध्य पहाडी लोकमार्ग रहेछ। त्यो झन्डा राखेको चोकबाट हामी सिधै अगाडि गएको भएदेखि मध्य पहाडी लोकमार्ग हुने रहेछ। तर हामी धमिली कुवापट्टिको भित्री भागहरूमा छिरेछौँ। भित्री भागहरूको दृश्य केही देखियो, केही मानिसहरू भेटियो, रमाइलो भयो। त्यसभन्दा पछाडि हामी यो मध्य पहाडी मार्ग अगाडि बढ्यौँ। हामी द्रव्यशालले बसेको ठाउँ राइनासकोट जुन लमजुङ राज्य अन्तर्गत पर्थ्यो
त्यसमा जाँदैछौँ। द्रव्यसा नरहरिसाका कान्छा भाइ थिए। उनीले पछि लिगलिकोटमा विजय प्राप्त गरेर लिगलिकोटको छुट्टै राजा हुन सफल भए र लिगलिकोटको छुट्टो राजा हुँदै गोर्खाको राजा हुन सफल भए र दाजु र भाइको बिचमा झगडा पर्ला, सिमाना सम्बन्धी विवाद होला भनेर नै उनकी आमाले यो चेपे नदीलाई साँध लगाएका थिइन् भन्ने किंवदन्ती छ। चेपे नदीमा आफ्नो दुधको थोपा लगाएर यो साँध ननाग्नु भनेर भनेको भन्ने किंवदन्ती छ। हामी भेटघाट चोकमा आइपुगेका छौँ। भेटघाट चोकबाट हामी दाहिने लाग्यौँ। अघि नै हामीले दाहिने लाग्नु भनेको थियो र यसबाट हामी सानो बाटो छिर्दैछौँ। देब्रे लागेको भए मध्य पहाडी लोकमार्ग हुँदै लमजुङको मा पुग्थ्यौँ, सुन्दर बजार पुग्थ्यौँ, पावदीको पुलमा पुग्थ्यौँ र यो ठाउँमा हामी पालुङटारबाट जुन बाटो भएर आयौँ, मध्य पहाडी लोकमार्ग हुँदै आयौँ। त्यसै गरी पावदी पुलबाट पनि यता आउँदाखेरि यो ठाउँमै आइपुगिन्छ। हामीले डुम्रे बाटो हुँदै यो ठाउँसम्म आउनलाई पालुङटार हुँदै आउन पनि सक्छौँ र पावदी पुल हुँदै आउन पनि सक्छौँ। अब कुरो गरौँ राइनासकोट, द्रव्यसा, लिगलिकोट र त्रिवेणीको बारेमा। जुन चेपे नदीबाट र मर्स्याङ्सी नदीबाट बनेको त्रिवेणी थियो, त्यो त्रिवेणीबाट द्रव्यसाले लिगलिकोट विजय यात्रा सुरु गरेका थिए। लिगलिकोटमा घलेहरूको प्रत्येक वर्ष दौडमा जितेर राजा हुने चलन थियो। त्यसमा द्रव्यसा पनि समावेश भए र दौडन थालेको त्यही चेपे मर्स्याङ्सीको त्रिवेणीबाट हो र हामी पनि अघि त्यो त्रिवेणीबाट एकछिन दौडेर पालुङटारसम्म दौड्यौँ। पालुङटार हुँदै माथि डाँडोमा लिगलिकोट छ र त्यो बेलामा त्यहाँसम्म दौडेर जितेर द्रव्यसा राजा हुनुभएको थियो। राजा हुनुभन्दा अगाडि लमजुङ राज्य अन्तर्गत राइनासकोटमा उहाँ बस्नुहुन्थ्यो र गाईको सेवा गरेर बस्नुहुन्थ्यो भन्ने किंवदन्ती छ र राजा यशोब्रह्म शाहका कान्छा छोरा लिगलिकोटको राजा हुनुभन्दा अगाडि रहेको यो राइनासकोट साह्रै सुन्दर छ र हामी यो हेर्न गइरहेका छौँ। यो 1700 मिटरको उचाइमा अवस्थित यो राइनासकोटबाट 20वटा भन्दा बढी जिल्लाको भ्यू देखिन्छ भने सुन्दर हिमालहरू 18-20वटा हिम श्रृङ्खलाहरू देखिन्छ र हामी यहाँबाट यो सुन्दर दृश्य निहाल्नेछौँ र राइनासकोटमा पिकनिक स्पोटहरू छन्, होमस्टेहरू छन् र त्यहाँ रमाउनको लागि पनि मानिसहरू जाने गर्छन् र यो ऐतिहासिक धरोहर हेर्न पनि जाने गर्छन्। हामी यो रमाइलो हेर्दै जान्छौँ र यो क्रममा नजिकै भक्ति थापाको पनि शालिग छ, भक्ति थापा भक्ति पार्क छ, त्यसलाई पनि हेर्नेछौँ। भेटघाट चोकबाट राइनासकोटसम्म पुग्न लगभग 14 किलोमिटर छ र यो 14 किलोमिटर तपाईँले देखिराख्नु भएको छ। अफ रोड छ, थोरै मात्र पिच रोड छ र त्यसो हुँदाखेरि 45 मिनटदेखि 1 घन्टासम्म लाग्न सक्छ यो आउने क्रममा र हामी हिँड्दै जाँदा कुनै ठाउँमा पिच बाटो पनि भेटेका थियौँ। पिच बाटो भेट्दाखेरि साह्रै खुसी लाग्ने र यहाँनिर हामी बिचबिचमा दौडेका थियौँ। झन् यो गाडीसँग टच नभएको यो बिचमा लगभग 1.5 किलोमिटर पिच भेटिएपछि हामी फेरि उही रफ बाटो नै हिँड्यौँ। यो क्रम
निरन्तर चल्यो। पहिला सुरुमा बिहानको हुस्सुले बेसीमा ढाकेको थियो भने पनि माथि आउँदै गर्दाखेरि सुन्दर पहाडी श्रृङ्खलाहरू, गुरुङ गाउँहरू, त्यसै गरी उत्तरपट्टिका हिमालहरू यो हेर्दै हामी अगाडि बढ्यौँ। यो गोर्खा राज्यको एकीकरण हुनु पूर्व द्रव्यशाहको ठाउँ र उनी यो ठाउँबाट निस्किएर गोर्खा एकीकरण गर्न पुगे र उनको सन्तान दर सन्तानले पुरा नेपाल एकीकरण गर्ने सफल भए। यदि द्रव्यशाहले यहाँबाट ननिस्क्यो हुन्थ्यो भने नेपाल सायद एकीकरण हुँदैन थियो होला। यो डाँडा नि उता हजुर ए सबै बाटो यस्तै छ यस्तै हो बाटो कस्तो यहाँ भाग्न बरु उफ्रेर गाह्रो हुन यहाँ चाहिँ के कोट भनेर लेखेर छ त मोरिया कोट फर्किँदाखेरि यही बाटो छ कि अर्को बाटो छ उताबाट झर्ने धमिल उहाँतिर पनि छ यही बाटो यो गहिरोबाट जाने कहाँ पुग्ने हो र हजुर अनि फर्किने त्यही धमिलीको फर्किने ए त्यही बाटो छ नि त नि यतै बाटो छ यो त्यता नि पिच छ कहाँ हुने यस्तै हो गाउँ हामी गाउँलेलाई सोध्दै अगाडि बढ्यौँ। हुन त जान त्यति गाह्रो थिएन किनकि अघि धमिली कुवामै दाहिने दाहिने बाटो लाग्नु भनेको हुँदाखेरि हामीलाई सजिलो भएको थियो। जब दुईवटा कन्फ्युजन हुने खालको जस्तो बाटो देखिन्छ हामी दाहिने दाहिने लियौँ र त्यसो हुँदाखेरि हामीलाई अलमल उति भएन। सानो बाटो त लिनु परेन, ठुलो बाटो भएकोमा हामी दाहिने दाहिने लियौँ, त्यति गाह्रो परेन। र यो बाटो लमजुङ जिल्लाको दुधपोखरी गाउँपालिका जाने मेन बाटो भएको कारणले यहाँ गाडीहरू प्रशस्त चलेको देखियो। राइनास्कोटबाट अर्को 10-12 किलोमिटर अगाडि बढेपछि हामी दुधपोखरी गाउँपालिकाको सदरमुकाम पुग्न सक्ने रहेछौँ र त्यहाँ पनि एउटा कोट छ भन्ने सुन्यो। बाटोमा जाँदै गर्दाखेरि हामी राइनास्कोटको गेट देख्यौँ। अब हामी राइनास्कोट पुग्यौँ भनेर हामी मक्ख छौँ र यो गेटमा एकछिन टोलाउँदै हामी अगाडि बढ्यौँ र हाम्रो यो यात्रा लमजुङ जिल्लाको राइनास्कोटको यात्रा सुखद छ, रमाइलो छ। ठाउँ ठाउँमा अफरोडले केही अलिअलि दुःख दिएको छ तर त्यति साह्रो अफरोड छैन। यहाँ 125 सीसीको बाइकमै डबल लोड तान्न सक्ने किसिमको छ र सहज किसिमले हामी यो यात्रा गर्न सक्छौँ। दुईतिरको भ्यू सिनहरू हेर्दै रमाउँदै हामी अघि बढ्न सक्छौँ। हामी पालुङटारबाट यो ठाउँसम्म आइपुग्नलाई लगभग 2 घन्टा लागेको छ बिस्तारै बिस्तारै हिँड्दाखेरि। अब यी घामको उज्यालो किरण सँगसँगै रमाइला पलहरू देख्दैछन्। हामी जस्ट अगाडि हामी एउटा भ्यू देख्छौँ, रमाइलो छ, रमाइला घरहरूले बनेका छन्। यो के हो पछि बुझ्छौँ र हामी त्यहाँबाट बाइकलाई त्यहीँ राखेर सिँढी चढ्दै मास्तिर गयौँ। सिँढी लगभग 400-500 वटा जति सिँढी होला तर त्यति गाह्रो छैन। यो लगभग हामीले 7-8 मिनटमा चढ्न सक्छौँ र यो सिँढी नचढेर हामी अर्कोपट्टिबाट गएको भए पनि तलको रोड गएको भए पनि यो माथि आइपुग्थ्यौँ। हामीले यहाँ एउटा सुन्दर पार्क देख्यौँ। यो पार्कभित्र पोखरीहरूको निर्माण गरिएको छ, बिचमा हिँड्ने लबीहरूको निर्माण गरिएको छ, दुबोहरू रोपिएको छ र यहाँ सिँढी चढेर माथि गोलाकार किसिमको रमाइलो पार्क निर्माण गरिएको छ। यो पार्क हामीलाई हेर्दा सुन्दर लाग्यो। वरिपरि कम्पाउन्डले घेरिएको र बिचमा थुम्को बनाइएको ठुलो पार्क छ।
यहाँ फुल बिरुवाहरू रोप्न बाँकी छन्। अरू धुप्पीहरू रोपिएको छ, दुबोहरू पनि रोपिएको छ। यसलाई केही मात्रामा थोरै स्याहार गर्नुपर्ने छ। माथि यसको टपमा बस्ने कुर्सीहरू राखिएको छ र वरिपरि रमाइलो भ्यू हेर्न हामी सक्छौँ। यताबाट तलको पालुङटार देखिन्छ, उता कोट भएको डाँडो पनि देखिन्छ र अगाडिपट्टि ठुलो फुटबल ग्राउन्ड पनि देखिन्छ। त्यो फुटबल ग्राउन्डको कुनामा घरहरू, त्यो रिसोर्ट जस्तो टाइपको घर छ। त्यहाँ भेडाहरू पनि पालिएको छन्। आवाज, सुन्दर किसिमको आवाज हामी सुन्दैछौँ र यो माथिको पार्कमा को कुर्सीमा केही बेर रमाएपछि हामी फेरि तल ओर्लौँ र एकपटक यो गुम्बजलाई, यसलाई घुमेर हेर्ने दैछौँ हामी। यो घुमेर हेर्ने क्रममा यहाँ केही झारहरू पलाएको देखियो र यहाँ वास्तवमा के छ, यहाँ एकजना व्यक्तिले यसलाई नियमित यो पार्कलाई हेर्ने गरी छुट्याउन सक्यो भने दुबोहरूमा पानी हाल्नेदेखि फुल बिरुवा लगाउनेदेखि यिनीहरूलाई संरक्षण गर्न सजिलो हुन्छ। अब यसको आम्दानी के छ, कसले गर्छ, त्यो त हामीलाई थाहा भएर हामीलाई रमाइलो लागेपछि हामीले यो मुफ्तमा सुझाव दियौँ। सुझाव दिन सजिलो छ, गर्न जति सजिलो छ। र यो पार्क हामी हेरिसकेपछि हामी अगाडि बढ्दैछौँ र यता भित्तापट्टि सिँढी नै सिँढी भएको छ। सिँढी बाहिरपट्टिबाट थियो, हामी यहाँ भित्रबाटै गयौँ। यहाँ ढोका जस्तो सानो पुवाल राखेको हुँदाखेरि यहाँबाट पनि माथि जान मिल्छ कि भने हामी गयौँ र यो सिँढीबाट हामी कहाँ पुग्छौँ हामीलाई थाहा छैन, तर हामी यो सिँढी चढ्दै चढ्दै जाँदैछौँ। जाँदाखेरि कुनै ठाउँमा गन्तव्य अवश्य पनि पुगिन्छ। जहाँसम्म लाग्छ कोट, गढी वा त्यस्तै कुनै ठाउँहरूमा पुगिन्छ होला, अथवा मन्दिरहरूमा पुगिन्छ होला, केमा पुगिन्छ। पुगेपछि थाहा पाउनेछौँ। सामान्य थोरै मात्र उकालो छ, रमाइलो छ, भ्यूहरू गजब देखिन्छ र यो वालहरू हेर्दाखेरि यो सिँढीहरू भर्खर 2-4 वर्ष, 2-3 वर्ष अगाडि मात्रै लागेको जस्तो देखिन्छ। तलको हामीले देखेको पार्क पनि 2-3 वर्ष मात्रै भयो कि भने जस्तो थियो। राम्रो सुन्दर थियो। यहाँ अलिकति केही मात्र उकालो जस्तो छ र उकालो को माथि सुरु हुनुभन्दा अलि अगाडि, माथि पुग्नुभन्दा जस्ट अलि अगाडि यहाँ एउटा पुल जस्तो संरचना पनि छ र माथि टपमा के छ हामी हेरौँ। हामी बिस्तारै जाँदैछौँ, पक्कै पनि वरिपरि हेर्दै जाँदैछौँ। न पुल जस्तो संरचना यहाँ छ, बिचमा खाल्टो जस्तो भएर मिस हिँड्दै हुनुहुन्छ, कसिएर हिँड्दै हुनुहुन्छ र माथि सिँढी चढ्दै गएका छौँ। वारिपारिको सुन्दर दृश्यहरू देखिन्छ। यो हेर्दाखेरि संरचना हेर्दा नै थाहा भयो यो एउटा गढी रहेछ। गढीमा सामान्य किसिमको गढी जस्तो छ र चारपट्टि 4 ठाउँमा यहाँनिर लुकेर यहाँनिर बन्दुकहरू ताक्ने, तोपहरू ताक्न मिल्ने ठाउँहरू छ र तल गएर हामीले हेर्दाखेरि पुरानो संरचनाहरूका केही ढुङ्गाहरू र केही गाह्रोहरू देखियो। त्यहाँबाट माथिबाट थप चाहिँ नयाँ किसिमका सिमेन्ट गरेर यसलाई पूर्ण बनाइएको छ र पहिलाको संरचना अन्तर्गतको ढुङ्गाको वालहरू तल्लो भागहरूमा देख्न सकिन्छ। केही भत्किएको भागहरूमा पछि पुनर्संरचना गरेको भनेर देख्न सकिन्छ र यो गढीलाई केही बेर नियालिसकेपछि यो सामान्य गढी रहेछ र यो किन यसमा लमजुङको पुरा गढी नभइकन पूर्वी क्षेत्रलाई नियाल्न केही सिपाहीहरू राख्ने र यहाँबाट पूर्वी क्षेत्र निगरानी गर्ने गढी मात्र भएकोले त्यति उ छैन। तर यहाँ
यो ठाउँमा लमजुङका राजा नरहरि शाहका कान्छा भाइ यिनीहरू बस्थे भन्ने किंवदन्ती छ र यो गढीको आसपासमा बस्ने र यहाँबाट गाई चराउने भन्ने छ। यहाँनिर भेडाको आवाजहरू हामी सुन्दैछौँ, यो गोठ जस्तो होमस्टे जस्तो यहाँनिरबाट। र फेरि हामी यो फर्केर अर्को डाँडोमा चढ्दैछौँ। यहाँ माथि पनि के छ कसैलाई सोधखोज गरेको छैन। हामी माथि चढ्दै गएर हेर्छौँ। घर यतै हो यतै हो ए ल ल उयो मन्दिरको के भन्दै थियो त्यो मान्छेको घर यो तलको त्यो तल यो तल गइरहेको छ ए घरै मान्छे कहिले त आउँछु भन्छ नि कहिले त आउँछु नि हो उताको त्यो गोठ यो उसले राखेको कि मान्छेहरूको मान्छे होमस्टे पनि रहेछ क्या हजुर के भाले हो के त गुरुङ हजुर यत्र पनि गुरुङ छ नि गुरुङ त हिमालतिर होला भने कतापट्टिबाट ढोका राखेको उत्तरबाट दक्षिणपट्टि ढोका राखेको कि यता पूर्व हो नमस्कार छैन अब भित्र के छ अग्निकुण्ड रहेछ त्यहाँ देवीहरूको पञ्चायतनहरूको रहेछ खड्गहरू रहेछ यो के देवीको मन्दिर पुरानो कोट चाहिँ पल्लो डाँडाको कि यहाँको पुरानो त्यो कोट क्या थाहा रहेछ नानीहरूलाई यहाँ एउटा मौलो रहेछ मौलोमा पानी चाहिँ छैन कालिका मन्दिर रहेछ ल विकास समिति वडा नम्बर 9 को यति मानिसहरूको
यहाँ होमस्टे पनि रहेछ तपाईँहरूको यो गाउँ घुम्न आएको कहाँदेखि आउनुभयो हामी काभ्रेदेखि आएको काठमाडौँ काभ्रे हजुर काठमाडौँबाट उता पूर्व काभ्रे हजुर तल बस्नु भएको थियो होइन हामी उसमा बस के अरे तल पालुङटार बसेर आएको पालुङटार बसेर आएको क्याम्पिङ स्याम्पिङ बस्ने मान्छे नि टर्न हुँदो रहेछ नि क्या यहाँतिर हुन्छ शुक्रबार शनिबार यी गेस्टहरूलाई राख्ने पालो है क्या टेन हो त्यहाँभित्र पनि होला नि सुताउने ठाउँ कतिजना जतिसम्मलाई भयो भने तपाईँको थ्याक चाहिँ यहाँ 20-25जना छ ए भयो त 20-25जनामा टन्नै भयो त्यो पनि तल पनि रहेछ क्या र तल होमस्टे छ हजुर तल चाहिँ बाँड्छ सबै पाहुना ए बराबर बाँड्छ गुरु आएपछि 4जना 5जना एउटा घरमा यहाँ चाहिँ आएको जति सबै तपाईँको नआए छैन आए छैन आएपछि यहाँ बाँडी गर्नु नि पर्दैन बाँडेर बस्नु नि पर्दैन यो भेडा पनि पालेर छ हजुर यहीँ एकै ठाउँमा बस्ने एकै ठाउँमा चाहिँ रमाइलो गर्ने त्यही हो यहाँ होइन फेरि भेडा सेडा भएपछि त गोठ स्टे भनेर बस्न आउने मान्छे झन् बढी आउला नि के आउँथ्यो नि अब गोठमा बस्नेलाई पो गोठमा रमाइलो हुन्छ सहरमा बस्नेलाई त भेडा गनाउँछ के नआउँथ्यो कहिले कहिले काहीँ आउनेलाई त त्यो पनि राम्रै हुन्छ हिउँ पनि पर्छ होला है हिउँ त पर्दैन म्याडम यहाँ साह्रो चाहिँ पर्छ यो पर्दैन भन्नाले कुनै कुनै सालमा चाहिँ पर्छ हिउँ तर यहाँ धेरै बस्दैन हिउँ परे पनि यहाँ राजा बस्ने ठाउँ चाहिँ कहाँ रहेछ पहिला खास चाहिँ गढी चाहिँ त त्यही माथिकै डाँडा हो ऊ त्यो हो त्यहाँ त अनिखेरि एउटा एउटा कोठो त छैन राजा बस्नलाई त एउटा कोठो भात त चाहिएला नि त होइन यहाँ चाहिँ कस्तो हो भने तपाईँको त्यो गढीको लागि के अरे ऊको लागि मात्रै हो दरबार चाहिँ कहाँ छ अरे दरबार त ऊ त लमजुङ गाउँसारमा ए उहाँ पो हो ए सिमाना कब्जा गर्नुलाई बस्यो ए सिकाउन र लमजुङको सिमाना त्यो चेपे नदी हो क्या र आउला कि आयो भने घर हानुला भने बस्यो माथि चाहिँ राम्रै बनाएको रहेछ चारपट्टि छ त्यो ऊ गरेको हो खास गढी हो यो चाहिँ त्यो डाँडा भयो त्यो कुर्ती राखेको डाँडा यो डाँडा हजुर यिनीहरूमा चाहिँ घोडा बाँध्थ्यो अरे ए याद चाहिँ तपाईँलाई अनि ऊ चाहिँ माथि बस्ने उत्तरपट्टि भाल्याहरू भन्ने ठाउँ उत्तरपट्टिको चाहिँ नि त्यो सिटी लगाएको चाहिँ त्यो भाल्याहरू भन्ने यो चाहिँ पहिले अग्लो थियो कि यो बनाउँदा अग्लो भएको अग्लै थियो होइन उयो के अरे त्यो घुमाउने त्यो घुमाउने पहिला अग्लो त्यति अग्लै थियो ए अनि दायाँ बायाँ यस्तो फिँजेको थियो यही जस्तो थियो दायाँ बायाँ खोलिदिएर माथि चाहिँ त्यतिकै राखेर घुमाउने गाह्रो हालिदिएको यो भर्खर बने जस्तो यो सिँढीहरू त हजुर यो सिँढीहरू त भर्खर बने जस्तो छ बनाएको त हो उयो चाहिँ पुरानै जान्छ यो पहिलाको पुरानो यही हो पुरानो बाटो तल यो उहाँ तल चाहिँ यो 7 बिसे हजुर गरम ब्यासी दिदी चाहिँ सबै तपाईँको फुलबातीहरू पनि भित्र्याउने यही बाटो हो पहिला दसैँमा दसैँमा यो सिँढी त भर्खरी बनाएको छ क्या तल सबै एकैचोटि बनाएको यहाँ कसको मान्छेको नाम लेखेको छ को गुरुङले बनाएको भने नाम लेखेको छ तल यहाँ तल त्यो समितिहरू होला त्यो माथि दुईटा मूर्ति चाहिँ कसको थियो यो दुईटा मूर्ति उहिलेको चाहिँ नि जिम्मालाहरूको जिम्मालको यो बुढो र यो तल चाहिँ नि भक्ति पारक भन्ने छ हजुर भक्ति थापा हजुर यो थापा बुढो र यो बुढो नि यहाँ आफ्नै गाउँको सिमानामा लागि झगडा परेको रहेछ त्यो गुरुङ बुढो तलको थापा बुढो ए उनीहरूलाई त्यो राजाले सिमाना छुट्टै हाल्थ्यो त यहाँबाट यता अब त्यो थापा फेरि यो नरहरीसँग चाहिँ नि हिँड्ने रहेछ यहीँको राजासँग हिँड्ने अब यो तलैको के मा के भन्ने हो
त्यही माथि तल मूर्ति देखाएको थियो नि एउटा ए तिमीबाट मुन्थ्यो र तपाईँले देखेन त्यो माथिदेखि हजुर हजुर यहाँ तल पनि एउटा के गढी भनेर आउँदा आउँदै बाटोबाट यतापट्टि के गढी महाबु गढी के भने गढी होइन कि मोरियाकोट हो कोट भक्ति थापा के अरे भक्ति थापाको पार्क मूर्ति छ कि त्यहाँ त्यो भक्ति थापा भन्ने चाहिँ नि यो नरहरीसँग चाहिँ नि नरहरीले चाहिँ सहयोग गरेको सेनाहरू मूर्तिहरू छ तलपट्टि यहाँ के जातको बढी छ यो यतातिर यहाँ धेरै जस्तो गुरुङहरू छ हजुर के गुरुङ यो म घले हो घले र गुरुङ त फरक रे त फरक छ तर घलेहरू छैन यहाँ धेरै म एउटै यहाँ नि दुध पोखरीदेखि झरे हो ए उतै ए त्यही त उहाँ के अरे के अरे बारबागमा गएको थियो अस्ति त्यहाँ त टन्न घलेर रहेछ त्यहाँ त गुरुङ नि घले भन्छ सबै त्यो त भयो बारबाग गुरुङ नि घले भन्छ नत्र खै हामीले भेटेकोलाई चाहिँ आधा गुरुङ छ आधा घले छ हामी चाहिँ घले के भन्थ्यो घले पनि 4-5 थरीको हुन्छ हजुर चाहिँ के थरी म साँपी हो दुध पोखरी भनेपछि त्यही पोखरी यता पर्यो त्यही यसकै आम्ने सामने होइन यही हाम्रै नगरसँग जोडिएको छ त्यो पालिको नि ए त्यहीँ जोडिएको यही नगरसँग जोडिएको छ बुवा आउनुभएको कि यता चाहिँ मै आएको मै हो 40 वर्ष भयो म यो ठाउँमा जाँदा 42 वर्ष भयो योभन्दा पहिला धेरै चहल पहल थियो होला है त्यो बेलातिर थिएन यो त 72 सालदेखि पछि चलफल भएको ए होइन पालिकाहरू आएपछि लगानी पनि गर्न थाल्यो होला तर पिच धेरै बाँकी रहेछ उ त पायर लिगली कोटमा चाहिँ उहीँसम्म पुगेको पिच गोर्खाको त कुरै नगरौँ न लमजुङ भइगयो यहाँ चाहिँ अब परैदेखि हामीलाई कति 6-7 किलोमिटर घत्रङ हिँड्नु पर्यो कतै छैन जिल्ला जाने बाटो त पिच छैन यहाँ लमजुङ आइदिए 15-20 किलोमिटर छ अब सबै तनु हिँड्नुपर्छ लमजुङ आउनुलाई अब त्यो पौधीको त्यो गेटसम्म सब तनु हो त्यहाँदेखि त्यो के अरे बेसर जानुलाई चाहिँ 15-20 किलोमिटर नि छैन तपाईँको यात त्यत्रो खाल्डा छ अनि मनाङतिरसम्म त्यो के अरे पिच बाटो भनेर मान्छेहरूले भिडियोमा हाल्छ त अहिलेको भिडियो अहिलेको चाहिँ त्यो के अरे मिडिया यो सबै हावै त हो कहाँ सज हो र राम्रो ठाउँ देखाउँछ होला अब त्यो मिडियाले यत्रो कुरा पाएपछि यत्रोबाट बनाउने यत्रो फोटो पाएपछि यत्रोबाट देखाइदिने त्यही त हो सबै त्यो मनाङ कहाँ पिच्ने यहीँ आफ्नै उता पिच भएन अब त्यही लमजुङदेखि के अरे जाने हो मनाङ यता गोर्खातिर त धेरैतिर पिच रहेछ भएको गोर्खा त अब यो दुध पोखरीको मोडमा आइपुग्नु लागिसक्यो यो गेट छ नि तल हजुर तब यो माथि राइनेसकोट होमस्टेको चढ्यो नि हजुर गेटदेखि माथि छिर्यो तपाईँ हजुर त्यो तल जाने बाटो छ हजुर त्यो बाटो र यो भच्याको बाटो जोड्ने हो त्यो दुध पोखरीमा हजुर गोर्खाले ल्याइसक्यो त्यहाँ दुध पोखरी नजिकै पुगिसक्यो यो लमजुङको त्यो डाँडा नि पुगिआएन उसले त सिमाना हुँदा यता ल्याउँदैन होला ल्याउँदैन नि अब यो चेपेको शिरमा चाहिँ जोड्ने हो यो बाटो भच्याकदेखि गोर्खा भच्याकदेखि यता आउने अब लमजुङदेखि उता जाने ट्याक्क चेपेको सिमानामा शिरमा मोडमा मुलमा चाहिँ अब यो जनै पूर्णिमामा चाहिँ मेला नि लाग्छ दुध पोखरीमा हजुर अनि त्यहाँ जोड्ने बाटो हो यो गोर्खाले अब पुर्याउनु लागिसक्यो अब कति छ र गोर्खाहरू त धेरै छैन अब धेरै छैन भने लमजुङको त ऊ त्यहाँ माथि डाँडा नि पुग्यो झन् यतापट्टि त्यत्रो ठुल्ठुला गुरुङ नेता भएको गाउँ गुरु नि उहिले गुरुङहरू भए त हुन्थ्यो अहिले नयाँ चाहिँ ऊको गुरुङहरू बाहुन जित्ने छ अनि के गर्ने यहाँ यो फुटबल कम्पिटिसन पनि हुन्छ डाँडामा अब यो शिवरात्रिमा हुन्छ
सालमा 1-2 मेला लाग्छ यहाँ शिवरात्रिमा गतिलो चौर बनाएको छ जोस् यो पनि बनाएको भर्खर त होला नि कति वर्ष भयो त भइसक्यो यो बनाएको त 15-20 वर्ष 30 वर्ष नि हुनु 2000 यहाँ आइपुगेपछि ल जानु पर्यो हजुरको नाम के अरे यहाँ रेकर्ड गरेको छ मेरो त गजमान गाली हो ल यहाँतिर कतै हाल्यो भने गाली त गर्नु हुँदैन नि हस् अब जाने तलतिर ऊ त्यो के को मेसिन त्यो सानो हजुर यो ढुङ्गा काट्ने मेसिन हो यो सब बिग्रेर त्यतिकै फालिरहेको ए यो सिँढी बनाउँदाखेरिको ढुङ्गा नमस्कार म खड्गबहादुर गुरुङ राइनस नगरपालिकाको प्रमुख यो राइनसकोट पर्यटन क्षेत्रको यो घरवास होमस्टेको संस्थापक अध्यक्ष पनि हो मैले सुरुवातमा म अध्यक्ष भएर सुरुवात गरेको राइनसकोट होमस्टे अहिले होमस्टे पर्यटकहरू चल्दैछन् हाम्रो पर्यटकीय हिसाबले हाम्रो भाइ काभ्रेबाट के नाम भन्नुभयो हरिहर दहालजी आउनु भएछ उहाँले चाहिँ 2 शब्द बोलिदिनु न भन्नुभयो अब अरू कुरो त के गरौँ न यो राइनसको परिचय मैले दिन चाहेँ राइनस एउटा लमजुङ जिल्लाको पूर्वी क्षेत्रमा पर्ने राइनसकोट एउटा पर्यटकीय क्षेत्र हो ऐतिहासिक रूपले यो शाहवंश राजा द्रव्य शाहले राज्य गरेको स्थल हो यहीँबाट गोर्खा लिगलिकोट एकीकरणको क्रममा चाहिँ यहीँबाट सुरुवात भएर लिगलिकोट हुँदै गोर्खा एकीकरण गरेको द्रव्य शाहले त्यो इतिहासमा पाइन्छ र यो राइनसकोट चाहिँ एउटा समुद्री सतहबाट लगभग 1800 मिटर उचाइमा रहेको छ यहाँबाट 15-20 जिल्लाको केही भूभागहरू हामी प्रत्यक्ष हेर्न सकिन्छ यो राइनसकोटबाट 20वटा जिल्लाको केही भूभागहरू देख्न सकिन्छ र हिमाली हाम्रो चाहिँ हिमचुलीहरू चाहिँ हाम्रो धौलागिरीदेखि अन्नपूर्ण 1, 2, 3, 4 सम्म र माछापुच्छ्रे मनासुलु हिमचुली बौद्ध हिमाल अनि गोर्खाको चाहिँ यो लामटमदेखि लिएर उता रसुवाको गणेश हिमालसम्म चाहिँ यहाँबाट एकैसाथ हेर्न सकिन्छ प्राकृतिक रूपले यसरी चाहिँ हामीले धेरै स्थलहरू धेरै हिमालहरू धेरै देख्न पाउने एउटा भ्यूको रूपमा चाहिँ यो डाँडो राइनसकोट हो र यहाँ चाहिँ गुरुङ जाति मात्रै बस्छ यहाँ गुरुङहरूको कल्चरहरू छ तर मेन पावरको कारणले अहिले कल्चरहरू लोप हुन खोजिराखेको अवस्था छ यसलाई हामी बिस्तार फेरि हाम्रो कल्चरहरूलाई निरन्तर यसलाई चाहिँ हामी स्थापित गर्न खोजिराखेका छौँ भन्दै विशेष गरेर राइनसकोट अहिले पर्यटकीय स्थलको रूपमा हामी राइनसकोट भनेर युट्युबमा कुनै सर्च गरेर हेर्नुभयो भने तपाईँ देख्न पाउनुहुन्छ